गाइज यार लास्ट तलबाट आयो पसिना निकाल्दै यहाँ हल्का पिसको सास फेरिरहेको थिएँ। कस्तो घाम लागेर यार पुरा प्यालो प्यालो देखाइदिएछ त मुख। यस्तो प्यालो छु र म। यहाँबाट योबाट भित्र भ्लग पनि बनाएको थिएँ मैले 3-4 ठाउँमा। 3-4वटा भ्लग अलग पार्टमा आएको थिएँ। सबजनाले हेर्नुभयो कि भएन है थाहा छैन। है गाइज रियलमा कस्तो देखिरहेको छ म त्यो देखाउँछु है। यस्तो देखिरहेको छ रियलमा। रियलिस्टिक पनि हुन्छ अर्को पनि हुन्छ भिडियो। यो ठाउँमा बसेर जिन्दगी धेरै बिताइयो, बचपन बिताइयो। यही डाँडामा बसेर गाई हेर्दै सल्लाह मार्दै के थियो नि त। त्यति बेला धेरै कुरा थाहा थिएन। त्यति बेला थोरै कुरामा जिन्दगी रमाइलो भइरहेको थियो। अहिलेको जति ठुलो बढ्दै गयो त्यति धेरै गहिराइमा डुब्दै गयो। धेरै धेरै मजा आइरहेको छ कि लाइफमा। दुःख होइन यो रमाइलो जिन्दगीको। बढिरह्यो नि त केही कुराहरू भोगाइहरू त्यस्तो कुराहरू। त्यसमा बुझ्दै गयो धेरै मजा आउँदो रहेछ यार। तर सोचेको जस्तो अझै भोगिया छैन कि यस्तो दुःख पाउने मान्छे जिन्दगीमा केही छैन। माया त सबजनाले गर्दै जाने हो, सब कुराहरू गर्दै जाने हो लाइफमा। हजुरहरू पनि गर्दै जानु होला। त्यही छ। एभ्री वान एभ्रीबडी जोसुकैलाई माया छ, सबलाई मिस गरिरहेको छ सबैजनालाई।